जयगाउँ भ्यू पोइन्टमा बुद्ध भगवान सहित धार्मिक मूर्ति स्थापना गर्न भूमि पूजन सम्पन्न। पर्यटन विकासमा सरकारको सहयोग रहने मन्त्री विशाल लामाको प्रतिबद्धता। नमस्कार दर्शक, 15 जुलाईमा अलिपुरद्वार जिल्लाको कालचिनी प्रखण्ड अन्तर्गत जयगाउँ ग्राम पञ्चायत 1 को डानागाउँ स्थित जयगाउँ भ्यू पोइन्टमा बुद्ध भगवान सहित अन्य धार्मिक मूर्तिहरू स्थापना गर्ने उद्देश्यले भूमि पूजन कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रम गैरीगाउँ सेवा सङ्घको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा पश्चिम बङ्गाल सरकारका राज्य मन्त्री तथा कालचिनीका विधायक विशाल लामा, जयगाउँ प्रहरी थानाका प्रभारी मिग्मा शेर्पा, बीजेपी मण्डल अध्यक्ष राजेश छेत्री, बीजेपी जिल्ला माइनोरिटी सचिव पुष्कर लामा, मण्डल संयोजक राजेश शर्मा तथा डाँडागाउँ गैरीगाउँ क्षेत्रका स्थानीयवासीको उपस्थिति रहेको थियो। कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै गैरीगाउँ सेवा सङ्घका अध्यक्ष दीपक लामाले जयगाउँ भ्यू पोइन्टलाई भविष्यमा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ भूमि पूजन गरिएको बताए। उनले स्थानीयवासीको सहयोग र चन्दा सङ्कलनबाट बुद्ध भगवान सहित अन्य धार्मिक मूर्तिहरू स्थापना गरिने जानकारी दिए। साथै भविष्यमा उक्त स्थानमा फेन्सिङ, बगैँचा, सुरक्षाका लागि आवश्यक व्यवस्था लगायतका पूर्वाधार निर्माण गरी व्यवस्थित बनाइने योजना रहेको बताए। यसबाट जयगाउँमा पर्यटन प्रवर्धन हुनुका साथै स्थानीय युवाका लागि रोजगारीको अवसर समेत सिर्जना हुने विश्वास उनले व्यक्त गरे। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण जयगाउँवासी, डुवर्सवासी तथा कार्यक्रममा उपस्थित राज्य मन्त्री विशाल लामा र उहाँको टोलीप्रति पनि उनले आभार व्यक्त गरे। यस्तै कार्यक्रम स्थलमै पत्रकारले पर्यटन विकासका लागि सुरु गरिएको यस अभियानमा सरकारको भूमिका र सहयोगबारे प्रश्न गर्दा राज्य मन्त्री विशाल लामाले जयगाउँ क्षेत्रमा पर्यटन विकासको ठूलो सम्भावना रहेको बताए। स्थानीयवासीको पहलमा भइरहेको यो अभियानले भविष्यमा जयगाउँलाई अझ आकर्षक पर्यटकीय केन्द्रका रूपमा चिनाउने विश्वास व्यक्त गर्दै उनले सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताए। कम्युनिटी हल, संरक्षण पर्खाल तथा अन्य विकास योजनामा सरकारी सहयोग उपलब्ध गराउन सकिने उल्लेख गर्दै उनले यो परियोजना पूर्ण रूपमा स्थानीयवासीको पहलमा सञ्चालन भइरहेको र सरकारले उक्त स्थान अधिग्रहण गर्ने वा आफ्नो नियन्त्रणमा लिने कुनै योजना नरहेको स्पष्ट पारे। स्थानीयवासीको सक्रिय सहभागितामा सुरु गरिएको यस धार्मिक तथा पर्यटन प्रवर्धन अभियानले आगामी दिनमा जयगाउँको पर्यटन विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। दीपकज्यू, आजको दिनमा हामीले देख्न पाउँदैछौँ है, हजुरहरूद्वारा आउने दिनमा है यहाँनिर बुद्ध भगवानको स्ट्याचुहरू हजुरहरूले इस्टाब्लिस गर्नु जानुभएको छ हो, प्रोग्राम पनि अर्गनाइज गरेको जान्न पाएँ, यो विषयमा राख्नुहोस्। सर्वप्रथम म दिपेन विक भाइको च्यानल माध्यमबाट सम्पूर्ण डुवर्सवासीलाई नमस्कार गर्न चाहन्छु र आजको हाम्रो यस कु राख्नुलाई जुन चाहिँ भूमि पूजा छ, यसमा हामीलाई गैरीगाउँ सेवा सङ्घलाई सम्पूर्ण जयगाउँदेखि लिएर डुवर्सवासीले जुन हेल्प गरेको छ, त्यसको निम्ति हामी गैरीगाउँ सेवा सङ्घद्वारा सम्पूर्ण डुवर्सवासीलाई आन्तरिक हृदयबाट धन्यवाद टक्राउन चाहन्छु। र सबैभन्दा ठुलो कुरा हाम्रो आज बङ्गालका मिनिस्टर श्री विशाल लामाज्यू आउनुभयो, साथै उहाँका टोलीहरू सम्पूर्णलाई गैरीगाउँ सेवा सङ्घबाट आन्तरिक हृदयबाट धन्यवाद टक्राउन चाहन्छु। र आउने दिनमा हामीले यस जयगाउँ क्षेत्रमा टुरिस्ट भ्यू पोइन्टलाई डेभलप गर्नु सकोस् भनी हामी साङ्गेलाई हैन यहाँ स्थापना गर्दैछौँ र आउने दिनमा हामीलाई जसरी साथ दिएर आउनु भएको छ सम्पूर्ण जयगाउँवासी डुवर्सवासीले, आउने दिनमा पनि त्यस्तै साथ दिन्छ होला भन्ने आशा राख्दैछु। र आउने दिनमा हामीले जयगाउँलाई एउटा भ्यू पोइन्ट टुरिस्टको जुन चाहिँ टुरिस्ट आउने र यस क्षेत्रका मानिसहरूलाई, जयगाउँका मानिसहरूलाई रोजगार दिन सकौँ र हाम्रो यही छ। यो
हजुरले स्थापित गर्नु जानुभएको छ, राख्नु जानुभएको छ, यसको सुरक्षाको लिएर पनि प्रश्न छ। किनकि पहिले पनि राखेकोमा नानीहरूले कोरेर मैलाहरू गरिदिएको हामी देख्न पाएको थियौँ है। के भोलिको दिनमा के सिस्टम हुनेछ कि यो चार्जेबल हो कि के हो त? यो तपाईँको आउने दिनमा हामी यसलाई फेन्सिङ गरेर चौकीदार राखेर गार्डनहरू बनाएर यसलाई राख्नेछु सुरक्षित, र जयगाउँलाई एउटा सुन्दरता दिएर टुरिस्टहरू आउँदाखेरि 2-4वटा घुम्ने ठाउँहरू जस्तो माथि हाम्रो शिवजी स्ट्याचु पनि स्थापना गरेको छ, साथै बुद्ध भगवान पनि छ, र यसपालि हामीले 3टा साङ्गे गुरु रिम्पोचे चेङ्ग्रेसीको पनि हामी स्थापना गर्नको निम्ति आज भूमि पूजा गरिरहेछौँ। यो के गैरी गाउँ सङ्गठनबाट हो कि जेडिएबाट हो? यो गैरी गाउँ सेवा सङ्घद्वारा साथै हाम्रो डुवर्सवासी जयगाउँवासीको साथले हामीले यो चन्दा उठाएर नै यो कार्यक्रम गरिँदैछ। हजुरको पुरा परिचय? मेरो नाम दीपक लामा, गैरी गाउँ सेवा सङ्घका प्रेसिडेन्ट। मन्त्रीज्यू, आज हजुर यहाँ उपस्थित हुनुहुन्छ। यहाँ हामीले जान्न पायौँ टुरिज्मलाई बढोत्तरीको निम्ति यहाँनिर बुद्ध भगवानहरूको स्ट्याचुहरू लाउँदैछन्, यो विषय राख्नुहोस्। सबैभन्दा पहिला त सम्पूर्णमा नमस्कार, र विशेष यो जुन चाहिँ आज गैरी गाउँको तत्त्वावधानमा यहाँका गैरी गाउँका समाज सबै मिलेर यहाँ जुन चाहिँ एउटा यो ठाउँलाई चाहिँ यो क्षेत्रमा एउटा टुरिज्मलाई लिएर पनि एउटा आकर्षणको केन्द्र पहिलो पनि त्यो अझै त्यो बढेर जाओस् भन्ने हेतुमा नै यहाँ भगवान बुद्धको, भगवान चेङ्ग्रेसी र गुरु रिम्पोचेको तीनैवटा कुको यहाँ आज सलाङ सिकेर स्थापना पनि हुँदैछ। सँगसँगै यो ठाउँलाई अझै सुन्दर र मनोरम बनाउने यहाँ गाउँलेहरूको उद्देश्य सँगसँगै हामी आज मलाई पनि यहाँ निम्ताउनुको निश्चित रूपमा सरकारको सहयोगिता उहाँले पनि निश्चित रूपमा पाउँछ। किनभने जयगाउँ यो एकदमै भन्नुपर्दाखेरि जयगाउँको यो भेग चाहिँ धेरै स्कोप छ टुरिज्मलाई लिएर पनि, र धेरै हाम्रो यहाँ सरकारी कतिवटा रिसोर्टहरू पनि बनिएकै छन् भने यो अझै आकर्षणको केन्द्र बनुन् त्योतर्फ यो कामहरू हुँदैछन्, र निश्चित रूपमा आउँदो दिनमा यो एउटा राम्रो काम भएर जान्छ। मन्त्रीज्यू, यहाँबाट जेनेरेट हुने रेभेन्यू चाहिँ कसकोमा जान्छ? सङ्गठनकोमा जान्छ कि जेडिएकोमा जान्छ? प्रश्न निश्चित रूपमा यो सङ्गठन भन्दाखेरि यस्तो छ कि तपाईँको जुन चाहिँ यो सरकारी हिसाबमा जुन चाहिँ कामहरू हुन्छ हेर्नुहोस् है, यो निश्चित रूपमा सरकारकोमै त्यसको रेभेन्यूहरू जान्छ। निश्चित सरकारले पनि फन्डिङ गर्छन् होइन, अहिलेसम्म यसको कुनै पनि यो निश्चित भएको छैन। आज यहाँ उहाँले धार्मिक एउटा कार्यक्रम राखेर यो जुन चाहिँ स्थापना कार्यक्रमहरू गर्नुभयो त्यसमा मलाई आमन्त्रित गर्नुभयो, मैले हेऱ्यौँ यहाँ भोलिको, किनभने यहाँ मुनि पनि सरकारी रिसोर्टहरू पनि छ। यो एउटा राम्रो एउटा ठाउँ, राम्रो एउटा यो बनिन सक्छ होइन। यहाँ उहाँहरूले गुम्बा मन्दिर बनाए, निश्चित रूपमा उहाँहरूकै गाउँलेहरूकै एउटा यो रहन्छ, धरोहर रहन्छ, र अरूको निम्ति पनि एउटा आकर्षणको केन्द्र बनिन्छ। सरकारले सहयोग दिन सक्छन् त्यसमा नि, जसरी माइनोरिटीले हामी जस्तो माइनोरिटीमा तपाईँको सद्भावना मण्डप जसलाई कम्युनिटी हलहरू या यसलाई प्रोटेक्सन गर्ने त्यो प्रोटेक्सन गर्ने कामहरू वालहरूदेखिको लिएर यस्ता कामहरू हामी त्यो सहयोग दिन सक्छौँ। त्यो गरेमा फेरि सरकारले पनि डल्लै यो कोप गर्छ भन्ने कुरा आएन, किनभने उहाँहरूको त्यो इच्छा र यो माथि निर्भर गर्छ, गाउँलेको इच्छा माथि निर्भर। किनभने उहाँले जब एउटा गुम्बा मन्दिर चलाउँदैछन् भने सरकारले सहयोग गर्छ, सरकारको अधीनमा लिँदैनन् जबसम्म उहाँहरूले यो त्यसलाई अब आफ्नो यो स्वेच्छा यो दिँदैन, र उहाँहरूको त्यो यो अधिकारको कुरा हो। यो विषयमा अहिले यो कुरो छैन कि यो ठाउँलाई तपाईँको सरकारले अधिग्रहण गर्ने अथवा यस्तो प्रकारको यहाँ केही त्यस्तो कुरो होइन। यहाँ चाहिँ गाउँलेहरूको तत्त्वावधानमा, गाउँलेहरूको जमर्कोमा यो जग्गामा चाहिँ एउटा गुम्बा जस्ता एउटा भनौँ न एउटा निर्माण हुँदैछन्। भगवानहरूको यहाँ तपाईँको स्ट्याचुहरू या भगवानको एउटा ठुलो ठुलो शालिग मूर्तिहरू यहाँनिर स्थापना हुँदैछन्। यो गाउँलेहरूको आफ्नो जमर्कोमा गरेको हुन्, यहाँ गाउँलेको आफ्नो एफोर्टमा गरेको हुन्, र त्यसमा हाम्रो पनि उहाँले सहयोग मागेको खण्डमा हामी निश्चित रूपमा उहाँहरूसँग छौँ र सहयोग पुगाउँछौँ।